शब्दहरू केवल आवाज मात्र होइनन्, तिनीहरू शक्ति हुन् जसले बनाउन पनि सक्छ अनि कुनै पनि कुरालाई बिगार्न पनि सक्छ, भत्काउन पनि सक्छ। तपाईहरुलाई कतिको यो स्टेटमेन्टमा विश्वास लाग्छ है? मलाई चाहिँ एकदमै लाग्छ। किन भन्दाखेरि हामीले बोल्ने बोलीमा चाहिँ त्यो शक्ति छ भन्ने कुरा चाहिँ मलाई विश्वास लाग्छ। कुनै पनि व्यक्तिको जीवन बनाउन अनि भत्काउने शक्ति चाहिँ हाम्रो ओठबाट निस्किने शब्दहरूमा छ जस्तो मलाई लाग्छ कि। मैले एउटा कथा सुनेको थिएँ हैन, एउटा सानो बच्चा हैन आमा छोरा थियो अरे, अनि त्यो छोरालाई चाहिँ जहिले पनि स्कुलमा पठाउँदाखेरि चाहिँ उ चाहिँ एकदमै पढ्नमा गाह्रो, उसलाई पढाएको कुराहरू बुझ्न एकदमै गाह्रो कि। अनि त्यसपछि एक दिन चाहिँ त्यो टिचरले चाहिँ उसको त्यो स्टुडेन्टलाई चाहिँ मैले तिम्रो आमाको लागि एउटा चिठी लेखेको छु अनि त्यो चिठी चाहिँ तिम्रो किताबभित्र छ, तिमीले चाहिँ त्यो नपढिकन नहेरिकन सिधै लगेर आफ्नो आमालाई दिनु है भनेर टिचरले भन्नुभएछ। अनि त्यो छोरा घर गयो हैन, घर गएर खुसी भएर अब टिचरले चिठी लेखेको छ, क्युरियस, खुसी, क्युरियस, नर्भसनेस सबै एकैचोटि हैन। अनि त्यो चिठी चाहिँ लगेर उसको आमालाई दिन्छ। आमा, मेरो टिचरले तपाईँलाई चिठी पठाउनु भएको छ, एकचोटि पढ्नुहोस् भनेर। अनि त्यो आमाले त्यो चिठी खोलेर हेर्नुहुन्छ। अनि त्यो चिठी पढ्दै जाँदा त्यो आमाको आँखा रसाउँदै आउँछ अनि आँखाबाट आँसु झर्दै जान्छ। छोरा एकदम मौन हैन, अर्को साइडमा बसेर हेरिरहेको छ उसको आमालाई के लेखेको छ त्यो चिठीमा थाहा छैन। अनि त्यो चिठी सकिने बित्तिकै त्यो आमाले आफ्नो छोरालाई हेर्नुहुन्छ अनि छोराले हतार हतार सोधिहाल्छ, आमा के लेखेको रहेछ त्यो चिठीमा, मेरो टिचरले के लेख्नु भएको रहेछ मलाई भन्नुहोस् न भनेर भन्छ कि। अनि आमाले चाहिँ के भन्नुहुन्छ भने आँखाभरि आँसु लिँदै, तिम्रो टिचरले चाहिँ तिमी चाहिँ तिम्रो क्लासको एकदमै स्मार्ट स्टुडेन्ट, तिम्रो सोच्ने तरिका, तिमीले विचार गर्ने कुराहरू चाहिँ अरू क्लासको एभरेज स्टुडेन्टहरूभन्दा तिम्रो एकदमै हाई, एकदमै खतरा रहेछ। त्यही भएर तिमीलाई चाहिँ अब हामीले स्कुलमा तिम्रो लेभलको पढाउन सक्ने क्यापेसिटी छैन, तपाईँको छोरालाई चाहिँ घरमा एकदमै स्पेसल टिचर राखेर पढाउनुहोस् भनेर भन्नुभएको रहेछ भनेर भन्छ कि। अनि त्यो छोराले त्यो सुन्दा खुसी हुन्छ, ओहो मसँग स्पेसल एबिलिटी। अनि त्यो दिनदेखि त्यो आमाले त्यो छोरालाई स्कुलमा पनि पठाउन छोड्नुहुन्छ अनि आफै पढाउन थाल्नुहुन्छ। पढाउँदा त्यो छोरा एक दिन यति महान ठाउँमा पुग्नुहुन्छ होइन, संसारले चिन्ने ठाउँमा पुग्नुहुन्छ। अनि त्यही क्रममा आमाको मृत्यु पनि हुन्छ होइन। अब एक धेरै समय भइसकेपछि आमा वृद्ध हुनुहुन्छ अनि मृत्यु हुन्छ। अनि आमाको मृत्यु भइसकेपछि उहाँको सामानहरू, सरसामानहरू चाहिँ त्यो छोराले अब डोनेट गर्ने कि कोलाई दिने भनेर उहाँले आमाको सामानहरू हेर्दै जाँदाखेरि धेरै सानोमा त्यो टिचरले लेख्नु भएको चिठी त्यो आमाले कुनै एउटा ठाउँमा लुकाउनु भएको रहेछ। छोराले त्यो चिठी पाउनुहुन्छ त्यति ठुलो भएपछि है। अनि त्यो चिठीमा के लेखेको रहेछ भनेर ऊ अब एकदम क्युरियस हार्टले त्यो चिठी खोलेर हेर्दाखेरि खासमा त्यो चिठीमा चाहिँ के लेखेको थियो रहेछ भने उहाँको टिचरले, तपाईँको छोरा चाहिँ एकदमै पढ्दाखेरि पनि बुझ्दै नबुझ्ने, एकदमै पढाउन सिकाउन गाह्रो बच्चा हो। अनि तपाईँको छोरालाई एउटै क्लासमा अरू बच्चाहरूसँग, विद्यार्थीहरूसँग राखेर पढाउँदा मलाई एकदमै गाह्रो भयो, स्कुललाई एकदमै गाह्रो भयो। तपाईँको छोराको लागि चाहिँ स्पेसल टिचर चाहिन्छ, त्यस कारणले गर्दाखेरि भोलिदेखि तपाईँको छोरालाई स्कुल नपठाउनु भनेर लेख्नु भएको रहेछ कि खासमा चाहिँ त्यो टिचरले। अनि त्यो छोरा त्यो चिठी पढ्दा यति रुन्छ। अनि त्यो छोरा चाहिँ को हो भन्दाखेरि चाहिँ अल्बर्ट आइन्स्टाइन, जसलाई चाहिँ हामीले फिजिक्सको साइन्टिस्ट भनेर अहिलेको जमानामा चिन्छौँ होइन। आजसम्म हामीले उहाँको बारेमा पढ्छौँ, उहाँको कन्ट्रिब्युसन्सहरूलाई हामीले डिटेलमा स्टडी गर्छौँ। अनि उहाँ चाहिँ त्यही बच्चा हो जसलाई चाहिँ कुनै समय उहाँको टिचरले काम लाग्दैन, उहाँलाई पढ्न आउँदैन, बुझ्नुहुन्न भनेर भन्नुभएको थियो। तर आमाको शब्दले गर्दाखेरि होइन, आमाले चाहिँ होइन तिमी त स्मार्ट मान्छे रे, तिमी त एकदम तिम्रो क्यापेसिटी एकदमै हाई छ भनेको कुरालाई उसले त्यो सुनेको कारणले गर्दाखेरि त्यो कुरालाई एक्सेप्ट गरेर त्यो व्यक्ति चाहिँ साइन्टिस्ट, संसारकै एकदम रिनाउन्ड साइन्टिस्टको रूपमा चाहिँ स्ट्याब्लिस हुन सक्नुभयो। त्यस कारणले गर्दाखेरि यसो विचार गरौँ त, यदि त्यो टिचरले भन्नुभएको कुरा सिधै त्यो बच्चाले सुनेको भए सायद उहाँ साइन्टिस्टको रूपमा हुनुहुन्न थियो होला, अहिलेसम्म हामीले चिन्दैन थियौँ होला, उहाँ कता हराउनुहुन्थ्यो होला, कुन ठाउँमा पुग्नुहुन्थ्यो होला। तर उहाँको आमाको मुखबाट निस्केको पोजिटिभ शब्दले गर्दाखेरि उहाँ अहिले कुन ठाउँमा पुग्नु भएको छ। अनि यो त एउटा मात्र उदाहरण हो, यस्तो उदाहरण धेरै छ। त्यस कारणले गर्दाखेरि हाम्रो ओठबाट निस्किने शब्दहरू चाहिँ कस्तो शब्द निकाल्छौँ हामीले दिनदिनको जीवनमा भनेर चाहिँ हामीले एकदमै याद गर्नुपर्छ कि। हाम्रो चाहे साथीहरूसँग बोल्दा होस्, अफिसमा बोल्दा होस्, या आफ्नो छोराछोरी परिवार जोसुकैसँग बोल्दा होस्, हाम्रो ओठबाट निस्किने शब्द चाहिँ सकेसम्म पोजिटिभ कुराहरू, अरूलाई एन्करेज गर्ने कुराहरू हामीले बोल्नुपर्छ। किन भन्दाखेरि चाहिँ हाम्रो त्यो एन्करेजमेन्टको शब्दहरूले चाहिँ एकदमै हामीले सोच्दै नसोचेको पोटेन्सियलहरू चाहिँ अनलक हुन सक्छ। त्यस कारणले गर्दाखेरि कसैको जीवन बिगार्ने, भत्काउने होइन कि, तर हाम्रो ओठबाट निस्केको शब्दले चाहिँ कसैको जीवनलाई, संसारलाई नै बदल्न सक्छ भन्ने कुरा चाहिँ हामीले एक्सेप्ट गरेर
एक शब्द जे हामी बोल्छौँ त्यो चाहिँ एकदमै होसियार भएर बोल्नुपर्छ भनेर म भन्छु। अनि इभन बाइबलले पनि हितोपदेश 18:21 हामीले हेर्ने हो भने त्यहाँनिर पाउँछौँ जीवन र मृत्युको शक्ति चाहिँ हाम्रो जिब्रोमा हुन्छ होइन। हाम्रो ओठबाट निस्किने शब्दहरूमा चाहिँ कसैलाई जीवन दिने अथवा कसैलाई मृत्यु दिने, कसैलाई माथि उचालेर मोटिभेट गरेर माथि जान सक्ने बनाउने अथवा निराशामा राखेर उसलाई नराम्रो भनेर पतन गराउन सक्ने त्यो शक्ति चाहिँ हाम्रो ओठबाट निस्किने शब्दमा छ। त्यस कारणले गर्दाखेरि जब हामी बोल्छौँ एकदम वाइजली शब्दहरू छानौँ, किनभने त्यो शब्दले चाहिँ कसैलाई बनाउन अथवा भत्काउन सक्छ। हुन्छ, यही नै भन्न चाहन्छु। थ्याङ्क यू।